अहिले चाहिँ म यो वीरगन्जको प्रतिमा चोक स्थित ठाउँमा चाहिँ लाइसेन्सको लागि म एक्जाम दिन आएको थिएँ। यस स्थानमा चाहिँ छु म। यहाँ चाहिँ भर्खरै गाडीबाट ओर्लेको अनि म चाहिँ टिकन फादर लिन आउँदै हुनुहुन्छ अनि म प्रतीक्षामा बसिरहेको छु। प्रतिमा चोक चाहिँ यस्तो रहेछ वीरगन्जको। म चाहिँ अहिले वीरगन्जको रोडबाट मोल रोडबाट केही भित्र चाहिँ गएको यस पोखरीमा छु। र यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले पोखरीको हालत अवस्था यस्तो छ। पुरै वरिपरि फोहोर रहेको अवस्था छ। पोखरीको पानीमा हेर्ने हो भने पनि सफा छैन, यो धेरै फोहोर छ। फोहोर देख्नुहुन्छ, एउटा गाईले चाहिँ त्यही फोहोरबाट चाहिँ केही खाइरहेको छ। अनि यहाँ चाहिँ लेखेको छ, लेख्न चाहिँ बाटोहरूमा टाँसेर लेखेको छ पोखरी परिसर वरपर फोहोर नगर्नु होला भनेर लेखेको छ। तर त्यो चाहिँ कार्यान्वयन भएको छैन। अनि किन हो अब त्यो त थाहा भएन। देख्न सक्नुहुन्छ खेल्नको लागि एउटा डुङ्गा जस्तो ट्युबमा चाहिँ हावा भरेर चाहिँ त्यहाँ राखेको छ, दुईवटा बाँस हालेर। देख्न सक्नुहुन्छ तपाईँहरूले यो पोखरीको अवस्था चाहिँ यस्तो छ। मान्छेहरूले पूजा गरेर नि गएको छ यहाँ बिहान। यो वातावरण चाहिँ ठिकै लाग्यो वीरगन्जको। तर त्यति धेरै सरसफाइ हुनुपर्ने त्यो खालको चाहिँ छैन यस ठाउँमा भन्न सकिन्छ। धन्यवाद। यो चाहिँ ब्याचलर अध्यापन अनुमति पत्रको लागि चाहिँ यसै स्कुलमा भएको कारणले चाहिँ पुरा भिड लागिरहेको देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो सेन्टर परेको छ यही स्कुलमा, विद्यापीठ माविमा माइस्थान। पुरा भिड छ।